हेलो नमस्ते सम्पूर्णलाई स्वागत गर्न चाहे शिशिर जोशी युट्युब च्यानलमा। आज चाहिँ म नेपाल प्रहरी जवानको लागि सोधिने प्रश्नहरू लिएर आएको छु, जिकेहरू लिएर आएको छु। कृपया के कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। भिडियो मन पर्यो लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्दै बेल आइकन दाबिदिनु होला भन्न चाहे। केही सोधिएका प्रश्नहरू लिएर आएको छु नेपाल प्रहरी जवानमा। कृपया के कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। अब लागौँ भिडियोतर्फ। प्रश्न नम्बर 1, गजेडी ताल कहाँ पर्दछ? अप्सन ए पोखरा, अप्सन बी म्याग्दी, अप्सन सी कैलाली, अप्सन डी रूपन्देही। यसको सही आन्सर के हो कृपया भन्नुहोस्। यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी रूपन्देही। प्रश्न नम्बर 2, सुन्दर ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए शुक्र, अप्सन बी शनि, अप्सन सी बुध, अप्सन डी बृहस्पति। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी शनि। प्रश्न नम्बर 3, ग्रहहरूको राजा भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए शुक्र, अप्सन बी शनि, अप्सन सी बुध, अप्सन डी बृहस्पति। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी बृहस्पति। प्रश्न नम्बर 4, रुन्चे ताल कहाँ पर्दछ? अप्सन ए कैलाली, अप्सन बी कञ्चनपुर, अप्सन सी गोर्खा, अप्सन डी मनाङ। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी गोर्खा। प्रश्न नम्बर 5, बहुला पोखरी कुन जिल्लामा पर्दछ? अप्सन ए कञ्चनपुर, अप्सन बी सिन्धुपाल्चोक, अप्सन सी धादिङ, अप्सन डी म्याग्दी। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी सिन्धुपाल्चोक। प्रश्न नम्बर 6, सिंहदरबारको निर्माण कसले गरेका हुन्? अप्सन ए अमरसिंह थापा, अप्सन बी जयप्रकाश मल्ल, अप्सन सी चन्द्र शमशेर, अप्सन डी भीम शमशेर। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी चन्द्र शमशेर। प्रश्न नम्बर 7, नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो? अप्सन ए स्वयम्भूनाथ, अप्सन बी पशुपतिनाथ, अप्सन सी जानकी मन्दिर, अप्सन डी माथिका कुनै पनि होइनन्। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ए स्वयम्भूनाथ। प्रश्न नम्बर 8, पहिलो छोरालाई जेठो, दोस्रो छोरालाई माइलो भनिन्छ भने 10औं छोरा भएमा उसलाई के भनिन्छ? अप्सन ए साइलो, अप्सन बी काइलो, अप्सन सी माइलो, अप्सन डी पानी मन्तरे। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी पानी मन्तरे। प्रश्न नम्बर 9, मुखबाट दिशा पिसाब गर्ने प्राणी कुन हो? अप्सन ए कछुवा, अप्सन बी गोही, अप्सन सी चमेरो, अप्सन डी भ्यागुता। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी चमेरो। प्रश्न नम्बर 10, नेपाल कष्टकला सङ्ग्रहालय कहाँ रहेको छ? अप्सन ए चितवन, अप्सन बी भक्तपुर, अप्सन सी नेपालगञ्ज, अप्सन डी धरान। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी भक्तपुर। प्रश्न नम्बर 11, आफ्नो नाम आफै बिर्सिने वैज्ञानिक को हुन्? अप्सन ए हेरोडक्स, अप्सन बी आर्किमिडीज, अप्सन सी माइकल फरोडे, अप्सन डी थोमस
अल्वा एडिसन। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी थोमस अल्वा एडिसन। प्रश्न नम्बर 12 विवाहमा छोरीलाई कन्यादान दिँदा छोरीका साथमा चिउरीको बोट समेत दाइजो दिने चलन कुन जातिमा छ? अप्सन ए मगर, अप्सन बी राई, अप्सन सी चेपाङ, अप्सन डी राउटे। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी चेपाङ। प्रश्न नम्बर 13 लास जलाउँदा लोग्ने मान्छेलाई घोप्टो पारेर र स्वास्नी मान्छेलाई उतानो पारेर खोलाको किनारामा जलाउने चलन नेपालको कुन जातिमा छ? अप्सन ए राउटे, अप्सन बी थारू, अप्सन सी मगर, अप्सन डी चेपाङ। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी थारू जाति। प्रश्न नम्बर 14 विवाहमा कन्यादान गर्नुभन्दा अघि दुलहीलाई 1 कचौरा विष दिने चलन कुन जातिमा प्रचलित छ? अप्सन ए राउटे, अप्सन बी थारू, अप्सन सी मगर, अप्सन डी चेपाङ। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी थारू जाति। प्रश्न नम्बर 15 पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो? अप्सन ए विक्रम सम्वत 1779 पौष 12 गते, अप्सन नम्बर बी विक्रम सम्वत 1779 पौष 20 गते, अप्सन नम्बर सी विक्रम सम्वत 1779 पौष 27 गते, अप्सन नम्बर डी विक्रम सम्वत 1779 पौष 30 गते। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी विक्रम सम्वत 1779 पौष 27 गते। क्वेसन नम्बर 16 आफ्नै भाइद्वारा काटिने राजा को हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी रणबहादुर शाह, अप्सन सी सिद्धिनरसिंह मल्ल, अप्सन डी वीरेन्द्रसिंह मल्ल। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी रणबहादुर शाह। प्रश्न नम्बर 17 नेपालमा अति पिछडिएको फिरन्ते जाति कुन हो? अप्सन ए दोचा, अप्सन बी राउटे, अप्सन सी चेपाङ, अप्सन डी सतार। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी राउटे जाति। प्रश्न नम्बर 18 अति गरिब जातिको रूपमा चिनिने जाति कुन हो? अप्सन ए राउटे, अप्सन बी चेपाङ, अप्सन सी मगर, अप्सन डी मुसहर। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी मुसहर। प्रश्न नम्बर 19 प्रहरी र जेल नभएको देश कुन हो? अप्सन ए फ्रान्स, अप्सन बी आइसल्यान्ड, अप्सन सी क्रोएसिया, अप्सन डी बेलायत। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी आइसल्यान्ड। प्रश्न नम्बर 20 विश्वको सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको राष्ट्र कुन हो? अप्सन ए चीन, अप्सन बी नेपाल, अप्सन सी भारत, अप्सन डी अमेरिका। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ए चीन। आजको भिडियो तपाईहरुलाई के कस्तो लाग्यो? मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला र साथै बेल आइकन पनि थिचिदिनु होला। मैले यस्तै भिडियोहरू लिएर आउने छु। थ्यांक्स फर वाचिङ।